कस्तो भाग्य रहेछ मेरो। गरिबसँग विवाह गरेर आफ्नै जीवन नै बर्बाद गरे। जाम बेबी, अब म यो गरिबसँग बस्न सक्दिन। तिमी चिन्ता नलेऊ छोरी, तिम्रो बाबाले तिमीलाई ठुलो मान्छे बनाउनेछ। आमा नभए पनि बाबा हुनुहुन्छ भने म ढुक्क छु। मलाई डर छैन। अरे दाई, के भयो तपाईलाई? कसैले एम्बुलेन्स बोलाइदिनुस्। छिटो, हामी उहाँहरूलाई अस्पताल लैजानु पर्छ। म तपाईलाई केही हुन दिन्न। बुबा, हार नमान्नुहोस्। मैले तिमीलाई धेरै खोजेँ, बल्ल तल्ल यहाँसम्म आइपुगे। तिमीले त मेरो ज्यान बचायौ, धन्यवाद। ल, यो पैसा लिऊ। मैले पैसाको लागि यो सबै गरेको होइन बुबा। अबदेखि तिमी मेरै कम्पनीमा काम गर्छौ। अब तिमी गरिब हुनु पर्दैन।